यो सुरुमा भर्खर जुन हेरिरहनु भएको छ नि यो गीत कसरी बन्यो त एआईबाट कसरी बनाएँ त यो प्रोसेस हेर्नु है त पहिला मैले लेख्छु नि त पहिला अनि मैले लेखिसकेपछि बल्ल बनाएको गीत हो यो गीत चाहिँ कसरी बनाएँ एकचोटि हेर्नुहोस् है त हेरेर अनि आफूले गरौँ है पाउने होला कहिले सुख पाउने होला यो गोठालो जीवन स्पेस गरेर यसलाई सेम टु सेम SAME सेम टु सेम नेपालीमा बनाएर पठाउनुहोस् है ल ठिक छ रमेश दाइ तपाईँले पठाउनु सेम भाग राखेर साफ शुद्ध नेपालीमा मिलाएर लेखिदिएको छु लय र पीडा जस्तो गोठालाको यस्तै छ जुनी है यस्तै छ अब जुनी यो भन्ने क्या बिगाएर लेख्यो क्या यो होइन लेख्छु यो होइन जस्ताको त्यस्तै बिगार दिइहाल्छु क्या बुझेर गोठालाको यस्तै छ जुन घाँस दाउरा जहिले पनि नगर्ने बालपाकामा रुच्दै झरियो कहिले सुख पाउने होला यो गोठालो जीवनमा सधैँ पीडा पर्छ यो मनमा है सुख यस्तै छ धानौँ खरमै यस्तै हेर ठागो खसलाई पोके भन्नु वनपाकामा रुच्दै झरियो कहिले सुख पाउने होला यो गोठालो जीवनमा सधैँ पीडा पर्छ यो मनमा अब यसको बनाउँछु है त म यसकै बनाउँछु ल यसको बनाउनुलाई जुन पठाएको थिएँ नि यो मैले लेखेको चाहिँ यहाँ आयो ल यो गोठालाको यस्तै छ जुन भन्ने यसलाई कपी गरेँ हो अब यसलाई यस्तै बनाउनु पऱ्यो गीत बनाउनु पऱ्यो अब गीत बनाउँदाखेरि चाहिँ त सुन्नु एआईले सुन्नु भन्नेले अब यो गीत पहिला रेकर्ड गराउनु पऱ्यो यसलाई चाहिँ यसमा क्रिएटमा जानु पऱ्यो होइन अनि के गर्नु पऱ्यो भन्दाखेरि मैले अर्को मोबाइलबाट ट्याबबाट गीत सुनाउँछु ल पहिला त्यसपछि हेर है त यो गीतमा सुनाएको हुन्न क्या फेरि यसरी बनाउनु पऱ्यो हो अब यो लिरिक्स है त फेरि है त यो गीत रेकर्ड गराउनु पऱ्यो अब म रेकर्ड गराउँछु है त है घाँस दाउरा जहिले पनि नगरी नहुने वनपाखामा रुच्दै झरीमा कहिले सुख पाउने होला यो गोठाले लिरिक्स लेख्नलाई लिरिक्स लेख्नलाई चाहिँ यहाँ गऱ्यो मैले लेखेको लिरिक्सलाई पेस्ट गरेँ होइन यहाँनिर यस्तै छ जुनी
यस्तै छ अब जुनी यस्तै छ जुनी हो खासमा अब जुनी भाइजा यस्तै छ जुनी मन कहिले सुख पाउने होला यो गोठालो जीवनमा सधैँ पिर पर्छ यो मनमा है त सुख दुःख यस्तै छ धानु यसले गर्नु पर्यो हामीले अब ऐको हो अब स्टाइलमा हामीले अहिले सुनाइसक्यो ट्रेड मात्रै गरे पुग्छ अहिले हामीले किन रेकर्ड गराइसक्यो नि त यो भोइसमा आइसक्यो यस्तै भन्छ हेरौँ है त कति भन्छ भन्ने कुरो ट्रेड गरौँ कस्तो भन्छ सुनाइरौँ है त मलाई यो अर्को गीतलाई चाहिएको अर्को एउटा भिडियोलाई अब यसमा त्यही गीत हाल्दाखेरि चाहिँ कपिराइट हान्छ त्यही भएर अहिले बनाइदिएको गीत हाल्यो भने हान्दैन हो रेडी भयो क्या भयो हेरौँ है त कस्तो बज्यो है त साउन्ड पनि सानो है गोठालाको यस्तै छ दुनी यस्तै छ जुनी घाँस दाउरा जहिले पनि नगरी नहुने बनपाखामा रुज्दै झरी कहिले सुख पाइने होला यो गोठालो पनि सुनौ है त पनि नगरी नहुने बनपाखा अहिलेको मैले अहिले बनाएको चाहिँ यस्ता थिएँ र मैले हालेँ हेर्छु है कसरी एडिट गर्ने भनेर म तपाईँलाई सिकाउँछु अर्को स्टेपमा हेर्नु है त कसरी एडिट गर्ने कसरी गीत हाल्ने त म सिकाउँछु त्यो अवश्य हेर्नु है